समुद्रका छालहरूमा एउटा अनौठो जादु छ। टुटेर आए पनि मनलाई फेरि जोडेर लैजाने शक्ति छ। टुटेर आए पनि मनलाई फेरि जोडेर लैजाने शक्ति छ। छालहरू छालहरू। नमस्कार सबैलाई। आज म समुद्रको छेउमा बसेर केही क्षण शान्ति र सकुनका कुराहरू तपाईहरू माझ गर्नको लागि आएको छु। लहरहरूको आवाज, हावाको चिस्यान अनि खुल्ला आकाश, यी सबैले मनलाई कति सहज बनाइदिन्छन्। त्यसैले हामी आज समुद्रको छेउमा बसेर तपाईहरुमाझ केही कुरा साट्नको लागि आएका छौँ। आजका केही सुन्दर क्षणहरू सँगसँगै बाँड्ने प्रयास गर्नेछु। हेर्दै गर्नुहोला। समुद्रका छालहरू कति अद्भुत लाग्छन्। टाढाबाट हेर्दा उनीहरू साधारण तरङ्ग मात्र जस्तै देखिन्छन्, तर नजिक गएर सुन्दा मानौ उनीहरूको आफ्नै विशालताको भाषा छ। यस्तो लाग्छ हामी पनि साथीहरूसँग धेरै समय चाहिँ हामी छालकै बिचमा आएर बस्छौँ। परदेशीयका मनहरू, परदेशीयका दाजुभाइहरू चाहिँ आफ्नै पीडा, आफ्नै कथाहरू हुन्छन्। ती कथाहरू, ती पीडाहरू पोख्नकै लागि भए पनि हामी कतिपय समयहरू चाहिँ यो छालसँग आएर रमाउने प्रयासमा हुन्छौँ। छालहरू कहिले शान्त हुन्छन्, कहिले अचानक उफ्रन्छन्, कहिले किनारमा आएर फुटिन्छन्, तर फेरि उठ्छन्, उठिरहन्छन्। मानौ उनीहरूले जीवनकै सूत्र सुनाइरहे चाहिँ लाग्छ। जे भए पनि कहिल्यै बन्द नहुन्, कहिल्यै बन्द हुँदैनन्, कहिल्यै थाक्दैनन्, कहिल्यै नथाकौँ। कति आश्चर्य लाग्छ, हजारौं पटक टुटेर पनि छालहरू कहिल्यै हार मान्दैनन्, कहिल्यै हारेका हुँदैनन्। किनाराले रोक्न खोजे पनि, हावाले दिशा बदलिदिए पनि छालहरू आफ्नो यात्रा जारी राख्दछन्। निरन्तर आफ्नो यात्रामा लागिरहन्छ। र यही छालहरूको तालमा एउटा अनौठो शान्ति छ। मनमा भएका चाप, थकान, चिन्ता सबैलाई बिस्तारै बगाएर लैजाने एक अदृश्य शक्ति छ। त्यसैले त हामी यहीँ नै रोक्दछौँ, यही ठाउँमा आएर हामी बस्दछौँ। यही छालहरूको तालमा एउटा अनौठो शान्ति छ। मनमा भएका चाप, थकान, चिन्ता सबैलाई बिस्तारै बगाएर लैजाने एक अदृश्य शक्ति छ। त्यसैले त हामी यो ठाउँमा आएर धेरै समय बस्ने गर्छौँ। कहिले कहिले त यस्तो लाग्छ साथीहरू, छालहरू हामीलाई बुझिरहेका छन्, धेरै बुझ्छन् हाम्रो मौनता, हाम्रो पीडा अनि हाम्रो खुसी। उनीहरू आएर भनिरहे चाहिँ लाग्छ, बुझिरहे चाहिँ लाग्छ। ए चिन्ता नगर, सबै कुरा बगेर जान्छ, सबै कुरा ठिक भएर जान्छ। तिम्रो मन पनि शान्त हुनेछ। यो छालहरू जस्तै फेरि उठ्नेछन्, फेरि उम्लनेछन्, फेरि उठेर डट्नेछन्। हार नमाने, चिन्ता नलेऊ भनिरहे चाहिँ लाग्छ। आज चाहिँ हामी समुद्रको छेउमा बसेर यता समुद्र उता समुद्र बिचमा बसेर चाहिँ साथीहरूलाई केही कुरा भन्ने, केही कुरा सुनाउने प्रयास गरेको छु। हेरेर साथ दिनुहुनेछ भन्ने आशा लिएको छु। अनि नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ हामीसँग जोडिन नभुल्नु होला है। साथ सपोर्टको आशा राखेका छौँ। हजुरहरूको मायाले नै हामी यहाँसम्म आइपुगेका छौँ भन्दै समुद्रको छालहरू हेर्दै हजुरहरू पनि इन्जोय गर्नुहोला।
हामी त एकदमै इन्जोय गर्दैछौँ। हेर्नुहोस् अब बहराइनको नेसनल डे आउँदैछ। ह्याप्पी नेसनल डे। बहराइनमा चाहिँ जति साथीहरू हुनुहुन्छ होइन सबैजना भेटघाट गर्नुपर्छ, रमाइलो गर्नुपर्छ भन्दै आजको लागि चाहिँ बिदा हुन्छौँ। नमस्ते।